हामीले सर के हेर्छौँ भन्दाखेरि कुनै कुनै विद्यार्थीहरू हुन्छन् थोरै पढ्छन् सर, थोरै पढ्छन्, कहिले क्लासमा जान्छन्, कहिले क्लास लिँदैनन्, अनि तिनीहरू एकदम राम्रो मार्क्स ल्याउँछन्। र कोही कोही विद्यार्थीहरू हुन्छन् सर कि एकदमै रेगुलर क्लास जाने, धेरै पढ्ने, घरमा पनि पढ्ने, तर लास्टमा मार्क्स कम आइदिन्छ सर। यस्तो पनि विद्यार्थीहरूले भेट्नुभयो होला। यस्ताको के हुन्छ सर, किन यस्तो हुन्छ होला? उनीहरूले त्यो मैले भने प्र्याक्टिस गर्ने हो, पढ्ने हो, जहाँ गरे पनि हुने हो क्या। मलाई मेरै विद्यार्थीहरू छन् मास्टर्स डिग्रीमा। मैले यो एनुअल सिस्टम हुँदा क्लासमा मैले कहिले नदेख्ने विद्यार्थी टप आइरहेको हुन्थ्यो क्या। क्लासरी नियमित रूपमा नहुने विद्यार्थी क्लासमै नचिनेको विद्यार्थी टपर भइरहेको अवस्था छ नि त। त्यसको अर्थ के हो भने उसले अध्ययन गरेको छ क्या। अध्ययन नगरिकन प्रश्नपत्रको उत्तर सही नलेखिकन त ऊ त्यतिकै मार्क्स आएको त होइन। यसको मतलब के हो त भन्दाखेरि विद्यार्थीले अध्ययन गर्नु पर्यो हैन, र प्र्याक्टिस गर्न पर्यो, जसबाट उसले के हुन्छ क्वेसनहरूको उत्तर लेख्ने कला हैन र न्युमेरिकल क्वेसनहरू सल्भ गर्न सक्ने उसले स्किल प्राप्त गर्यो भने त उसले राम्रो मार्क्स ल्याउन सक्छ नि। अब क्याम्पस फिजिकल्ली मात्रै गएर भएन नि, भौतिक रूपमा उपस्थित मात्रै भएर भएन नि त। त्यतिकै उसले पार्टिसिपेट पनि गर्नु पर्यो, त्यति कुरो ध्यानपूर्वक लेक्चरहरू सुन्नु पनि पर्यो, नोट्स पनि बनाउनु पर्यो, पढ्नु पनि पर्यो हैन, र भौतिक रूपमा उपस्थित हुँदैमा उसले राम्रै मार्क्स ल्याउँछ भन्ने पनि छैन। त्यही भएको हुनाले यस्तो हुन्छ, यस्तो मान्छेहरू पढाइलाई उसले कसरी गरी लिइरहेछ, कति सिरियस भएर दिनभरि केही कुरा पढ्नु र 2 घण्टा डेडिकेटेड भएर पढ्नुमा फरक होला नि त हैन र।